र साथै यो रेफ्रीको विसलका साथ आजको म्याचको फेरि पनि चान्स डिफेन्ड गर्नमा सफल रहेका छन् भने र यहाँ मौका एकदमै राम्रो मौका यहाँ जर्सी नम्बर 9 सिनाल्चु एफसी का प्लेयर हेनरी र यहाँ स्कोर गर्न र यहाँ फेरि पनि बल आफ्नो पक्षमा ल्याउन लागि सफल जर्सी नम्बर 12 एकदमै राम्रो शटको साथ तर अझै पनि चान्स रहेको थियो यहाँ पास खेलेको र फेरि पनि चान्स जर्सी नम्बर 11 राम्रो क्रसको साथ एक फेरि पनि यहाँ गोलमा तब्दिल गर्न लागि सफल रहेका छन् फेरि पनि जर्सी नम्बर 9 हेनरीले दोस्रो मौका एट्याकिङलाई जाँदै सिना याङथाङ युनाइटेडका प्लेयरहरू पनि राम्रो क्रसको साथ यहाँ जर्सी नम्बर एकदमै राम्रो क्रस एकदमै राम्रो हेडिङ एकदमै उम्दा गोलको साथ र फेरि पनि चान्स रहनेछ जर्सी नम्बर 12 शट एकदमै राम्रो शटको साथ एकदमै राम्रो शट गर्नुभएको छ जर्सी नम्बर 12 याङथाङ युनाइटेडका प्लेयर एकदमै उम्दा गोल देख्न सक्नुहुन्छ दर्शकबिन तपाईँहरू आज जर्सी नम्बर र काउन्टर एट्याकको लागि याङथाङ युनाइटेड एफसीका प्लेयर जर्सी नम्बर 17 क्रसको जरुरत यहाँ राम्रो क्रस फाल्दै यहाँ राम्रो गोल एकदमै राम्रो क्रस एकदमै राम्रो गोलको साथ याङथाङ युनाइटेड एफसीका प्लेयर एकदमै उम्दा पर्फर्मेन्सको साथ दुवै दलका खेलाडी एकदमै राम्रो गोलको साथ दुवै दलका खेलाडी एकदमै प्रयास गर्दै एकदमै राम्रो बल क्रसको माग यहाँ राम्रो हेडिङको साथ तर विसलको साथ हाफ टाइमको सारा र दर्शकबिन फेरि पनि तपाईँलाई राम्रो प्रयास जर्सी नम्बर 9 हेनरीकोबाट बनिरहेछ यहाँ तर यहाँ देख्न सक्नुहुन्छ फलको इसारा राम्रो प्रयास यहाँ एकदमै राम्रो प्रयास थियो सिनाल्चु एफसीको बसाउनुमा सफल रहेका छन् जर्सी नम्बर 7 एकदमै राम्रो बलको साथ क्रस यहाँ र यहाँ थोरै डिफेन्ड गर्दै यहाँ याङथाङका डिफेन्डर राम्रो पासको साथ एकदमै राम्रो ट्याकल जर्सी नम्बर 9 प्रयास गर्दै शट जर्सी नम्बर 12 एकदमै राम्रो पास जर्सी नम्बर 12 नरेन्द्र छेत्री 2 गोल गर्नुमा सफल रहेका छन् भने यसै बीच याङथाङका स्कोर 4 रहेको राख्दै र यहाँ फेरि पनि चान्स क्रस हाल्दै डिफेन्ड गर्नुमा सफल जर्सी नम्बर 12 चान्स फेरि पनि यहाँ र सफल रहनेछन् फेरि पनि यहाँ गोल गर्नुमा याङथाङ युनाइटेड एफसी र यसैबीच फेरि पनि चान्स रहेको छ यो
र यहाँ ह्याट्रिकको साथ जर्सी नम्बर 9 हेनरी र यसै विसलको साथ आजको यो